गाइस आज चाहिँ आलुको भुजिया बनाएर देखाउनु पर्यो हजुरहरूलाई कसरी बनाउँछ। तपाईहरु पनि एकखेप घरमा बनाएर खानुहोस्। यसरी आलु चाहिँ यसरी छिलेर यसरी ग्रेट गर्नुहोस्। यसरी ग्रेट गरेर तेलमा फ्राई गर्नुपर्छ। यसरी बनाएर खानुभयो भने चाहिँ पिकाजी भुजियालाई पनि तपाईहरु बिर्सिनुहुन्छ र यही खालको पाहुना साउना आउँदा पनि तपाईहरु बनाएर खुवाउन सक्नुहुन्छ। र यसरी पानीमा लगाएर यसलाई यसरी पानी चेपेर निकाल्नुपर्छ। यहाँ चाहिँ हाम्रो तेल पुरा उयो भइरहेछ, गरम भइरहेछ र यसरी हामीले लगायौँ। यहाँनिर आलु चाहिँ हेर्नुहोस् है गाइस, घरमा दिदीबहिनीहरूले यसरी मजाले बनाएर पाहुनापात आउँदाखेरि आलुको भुजिया आफै बनाएर पनि खुवाउन सक्नुहुन्छ पाहुनाहरूलाई चासँग। यसरी अलिकति बदाम लगाइदिनुहोस्। यसरी पाउडर, चिल्ली पाउडर, निमक, बस र यो चाट मसला र यसरी घरमा एकखेप तपाईहरु बनाएर खानुहोस्। पिकाजी भुजियालाई पनि बिर्साइदिन्छ। यसरी एकखेप खानुहोस् घरमा बनाएर तपाईहरु।